भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी। मन्त्रालय मातहत भएका कामको प्रगति चित्त बुझ्दो भएन। राज्यले गरेको अन्यायमा न्याय दिन अदालत सक्षम रहेछ। रविन्द्र मिश्र। अर्थमन्त्रीमाथि गम्भीर आरोप, चोर बाटोबाट टेक एन्ड पे राखेर ऊर्जा क्षेत्र सिक्ल्याउने भाइरस बने। सुर्खेतदेखि सिंहदरबारसम्म खाली खुट्टा, फर्कँदा नयाँ जुत्ता। खाली खुट्टा प्रधानमन्त्री कार्यालय प्रवेश गरेका उनी फर्कँदा भने जुत्ता लगाएर फर्किए। उखुमा पाइरहेको क्विन्टलको 70 रुपैयाँ अनुदान रोकियो, किसान हेरेको हेर्याई। एमआईटीका वैज्ञानिक अनुसन्धानकर्ता शेर्पाले प्रधानमन्त्रीलाई भेटेछि। काठमाडौँ। 1 करोड 15 लाख चेक अनादरको मुद्दाका प्रतिवादी पक्राउ। बच्चाको पढाइ घट्दैछ, हुन सक्छ दृष्टि सम्बन्धी समस्या। ट्विन खोलामा सुक्खा पहिरो खसेपछि नारायण मुगलिन सडक खण्ड अवरुद्ध। नीलो रिबन लगाएर संसद पुगे रासोपा सांसद। 3 बिली जिन किङ कप टेनिसमा नेपालको विजयी सुरुवात। ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु। सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले लेकसाइड पोखराको टीका रिसोर्टमा छुट पाउने। धरोटी बुझाएर अदालतबाट निस्किए रविन्द्र मिश्र। हर्क र बेघाका समर्थकबीच झडप, धरान तनावग्रस्त। प्रमुख प्रशासकीय अतिरिक्त गुरागय विरुद्ध अदालत गए राजु पाण्डे। एआईजी कार्कीको नयाँ गीत, गुन्यु चोली पटुकी, सार्वजनिक। 9 वर्षमा पनि पूरा भएन मध्य पहाडी लोकमार्गको बागलुङ सडक खण्ड। एयर इन्डियाको जहाज दुर्घटना हुँदा 2 धरानका प्रमुख साम्पाङ र उपप्रमुख बेघाबीचको विवाद उत्कर्षमा, झडपको स्थिति। धरानमा मेयर उपमेयर बीच अब च्याट होइन एप लक गर्नुहोस्, यस्तो छ आइफोनमा एप लुकाउने तरिका। 1 करोड 29 लाख बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई 3 लाख धरोटीमा छाड्न अदालतको आदेश। रासोपाको विरोध शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भयो।